सोभिनायक नगरपालिकामा राष्ट्रिय खोप तालिका बमोजिम सम्पूर्ण बालबालिकाहरूलाई सबै खोप पूरा गरी सोभिनायक नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका बनाई राख्न हामीले मन वचन र कर्मले प्रतिबद्धता जाहेर गर्दछौँ। धन्यवाद। आज हाम्रो खुसीको दिन। हामी पहिलो स्थानीय तहको चुनाव निर्वाचित भइसकेपछि 2074 सालमा 29 गते पूर्णको घोषणा हामीले गरेका थियौँ र त्यसलाई निरन्तरता दिँदै आज फेरि हामीले पूर्णको घोषणा कार्यक्रम हामीले गरेका छौँ र अघि नै पूर्वोत्तर साथीहरूले भनिसक्नुभएको छ। सोभिनायक नगरपालिका भक्तपुर जिल्लाको 4 नगरपालिकामध्ये पूर्णको घोषणा गर्ने पहिलो नगरपालिका भनेर पत्रकार महासङ्घको अध्यक्ष सुन्दर शेरबहादुरले भनिसक्नुभएको छ र सम्पूर्ण यो श्रेय सोभिनायक नगरपालिका स्वास्थ्य शाखा लगायत स्वास्थ्यकर्मी साथीहरू र स्वयंसेवी साथीहरू कर्मचारी साथीहरू र सबै नगरवासी दाजुभाइ दिदीबहिनीहरू र राजनीतिक दल समाजसेवी बुद्धिजीवी पत्रकार सबैलाई यो श्रेय जानेछ। तपाईँ हामी सबै मिलेर मात्रै यो पूर्णता र यो सफल बनाउन हामी सक्छौँ। हामी एक्लैले केही गर्न सक्दैन र मुख्य पर्यायका पात्र हामीले यो स्वास्थ्य शाखामा स्वास्थ्यकर्मी र यो स्वास्थ्य शाखामा काम गर्ने सम्पूर्ण कर्मचारी साथीहरू नै धेरै पर्यायका पात्र हुनुहुन्छ र 1 देखि 16 महिनासम्मका बच्चालाई पूर्ण खोप दिनको लागि स्वास्थ्यकर्मी र स्वयंसेवीका दिदीबहिनीहरू घर घर गएर नछुटाइकन काम गर्नुभएको छ। त्यसको लागि नगरपालिका जनताको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट तपाईँलाई मुरी धन्यवाद दिन चाहन्छु। र अर्को कुरा यो पूर्ण खोप अहिले दिएपछि पहिलो जस्तो खोप नहुँदाखेरि धेरै बालबच्चाहरू मृत्यु हुने र अपाङ्ग हुने विभिन्न रोग लाग्ने हुन्थ्यो र यो खोपलाई निरन्तरता नछुटाइ दिइसकेपछि त्यसलाई एकदम न्यूनीकरण हुन्छ। थोरै मात्रामा मात्रै विविध कारणले कोही बच्चा बनिबत्ते हो मृत्यु हुने र अन्य विभिन्न रोग र अपाङ्ग हुनेबाट त्यसलाई उन्नति पाउँछ र सोभिनायक नगरपालिकाले अब स्वास्थ्य र शिक्षाको लागि विशेष महत्त्वपूर्ण प्रयास गरेको कुरा तपाईँलाई जानकारी गराउन चाहन्छु र यो पूर्ण खोपको त्यसलाई लङ टर्मसम्म लानको लागि बजेट राख्नमा हामी कन्सेसन गरेको छैन र तत्कालै पनि हाम्रो आगिसकेको भनिसक्नुभएको छ। 32 सेन्टर हाम्रो प्रदेशबाट पास भएर आइसकेको विशेषज्ञ डाक्टरहरू आइसक्नुभएको छ। अब त्यहाँ नै हाम्रो नगर हस्पिटलमै हामीले 32 सेन्टर सुरु गर्न गरिसकेका छौँ र 50 शयको हस्पिटल प्रदेशमा विभिन्न क्राइटेरिया चरण पार गर्दै अब अन्तिम चरणमा पुगेको छ। त्यहाँबाट पास भएर स्वीकृति आइसकेपछि हामी 50 बेडको हस्पिटल सोभिनायक नगरपालिकाले आफै नगरवासीले तिर्ने करबाट हामी हस्पिटल सञ्चालन गर्ने कुराहरू मैले तपाईँहरूमा बताउन चाहन्छु र आजको दिनसम्म 8 वर्ष पुरा भइसकेको छ। 9 वर्षमा रनिङमा छ। नेपालको संविधान 2072 आश्विन 3 मा नयाँ लोकतान्त्रिक नयाँ संविधान घोषणा भइसकेपछि हामीले थुप्रै बाटाघाटा शिक्षा स्वास्थ्य र मठ मन्दिर घर खानेपानी थुप्रै कामहरू गरिसकेका छौँ र अब हाम्रो फोकस भनेको मानवीय विकास र आइनले सिक्योर रोजगारी
हाम्रो काम युवा र महिला लक्षित वर्गहरूलाई तालिम गोष्ठी त्यतातिर जानेछ। दोस्रो कुराहरू मैले आज बताउन चाहन्छु, किनभने शिक्षा र स्वास्थ्यको पहुँच गरिबको झुपडीसम्म पुगोस्। सबभन्दा बढी लगानी भनेको स्वास्थ्यमा र शिक्षामै भएको कुरा मैले महसुस गरेको छु। एउटा मान्छे बिरामी भइसकेपछि प्राइभेट हस्पिटल जाँदाखेरि थुप्रो पैसा लाग्नेछ र 10औं लाखसम्म लाग्नेछ, तर हाम्रो हस्पिटलमा 1 लाख पनि नलाग्न सक्छ र अझ हामीले छुटको पनि व्यवस्था गरेको छ। नगरवासीहरूलाई 20% छुट पनि हामीले गरेका छौँ र शिक्षा गरिबको झुपडीसम्म पुनः शिक्षा पुगोस् भन्ने हेतुले हामीले तल छनौट प्रतिस्पर्धाको आधारमा हामीले छनौट गरेर त्यसको 2 वर्ष कार्यकालको त्यसको कामको पनि मूल्याङ्कन हामीले गरिसकेका छौँ र शिक्षाको पहुँच पनि गरिबको झुपडीसम्म पुगोस् र सरकारी स्कुलहरूमा गुणस्तरीय शिक्षा दिनको लागि हामीले नगरपालिकाले गर्नुपर्ने भूमिका कुनै पनि कन्फ्युजन नगरिकन हामी गर्नको लागि म लगायत मेरो 54 जनाको टिम एक टिमका भएर लागेको कुरा मैले तपाईँलाई बताउन चाहन्छु। त्यसका साथसाथै कर्मचारी साथीहरू आफ्नो ठाउँबाट नगरपालिकाको जनताको हितमा र नगर कार्यपालिका र नगरसभाले गरेका निर्णयहरू तत्कालै जनताप्रति उत्तरदायी भएर छिटो छरिटोले कार्यान्वयनको लागि मेरो सम्पूर्ण कर्मचारी साथीहरू लागेको कुरा मैले तपाईँलाई जानकारी गराउन चाहन्छु। हाम्रो नगरसभा 6 गते र 9 गते हामी तोकिसकेका छौँ र जनताले तिरेको कर सही ठाउँमा सदुपयोग गर्नको लागि हामी बिहानदेखि बेलुकासम्म अधिकृत लेभलका कर्मचारी साथीहरू, जनप्रतिनिधि, वडा अध्यक्ष, वडा उपमेयरमा पुरै खटेर हामी बजेट बनाउने, नीति तथा कार्यक्रम कसरी त्यसलाई सम्बोधन गर्ने भन्ने कुरामा हामी लागेका छौँ र नीति तथा अब एक नंबर